तस्बिरमा देखिएको सियोले सिलाएको झोला केवल फाटेको कपडाको टुक्रा होइन, त्यो घरको जिम्मेवारीले सिउँदिएको जिन्दगी हो। यो 40-50 वर्षको उमेरमा जब शरीरले आराम खोज्न थाल्छ, त्यही उमेरमा आफ्नै देश छोड्नुपर्ने बाध्यता, छोराछोरीको भविष्यको लागि, घर परिवारको पेट भर्ने जिम्मेवारीको लागि। अनि यो झोलाभित्र कपडा मात्र छैन, आमा बुबाको सपना छ, छोराछोरीको स्कुल फिस छ, घरमा कुर्दै बसेको आशा छ। दोष त ती मान्छेको होइन जो पसिना बगाएर काम गर्न तयार छन्, दोष त त्यो व्यवस्थाको हो जहाँ काम खोज्न विदेश जानुपर्छ र बाँच्न देश छोड्नुपर्छ। सरकारले भाषण धेरै गर्छ, तर यस्ता झोला बोकेका नागरिकको पीडा कहिल्यै सुन्दैन। यदि देशमै काम, सम्मान र भविष्य हुन्थ्यो भने कुन बाबा आमाले आफ्ना छोराछोरी छोडेर परदेशिन मन गर्थे? यो तस्बिर प्रश्न हो सरकारसँग, व्यवस्थासँग र हाम्रो मनतासँग। कहिलेसम्म सियोले झोला सिउँदै जिन्दगी जोडिरहने हामी नेपालीको बाध्यता नै यही छ। घर परिवारसँग छुट्न नचाहँदै बाध्यताले आफ्नो छोराछोरीको उज्जवल भविष्यको लागि भए पनि विदेश जानुपर्ने